यदि मैले बोल्दाखेरि रासोपा परिवार र रवि लामिछाने दाजुप्रति कुनै असर पुर्याएको रहेछु भने मलाई माफ गरिदिनुहोला। म सधैँ तपाईहरुको पक्षमा नै छु। मलाई माया ममता सल्लाह सुझाव दिनुहोला। म सधैँ तपाईहरुको पक्षमा नै रहनेछु। रवि लामिछाने दाजु दोषी हुनुहुन्छ भने दोषी करार गर्नु पर्यो, निर्दोष हुनुहुन्छ भने निर्दोष करार गर्नु पर्यो। किन राज्यले यसरी उहाँलाई प्रतिशोध साध्छ? किन उहाँलाई घुमाइरहन्छ? किन उहाँलाई बारम्बार फसाइरहन्छ? उहाँको कुनै गल्ती छैन भने उहाँलाई निर्दोष साबित हुन दिन पाउनु पर्यो। यदि उहाँ दोषी हुनुहुन्छ भने राज्यले दोषी करार गर्नु पर्यो। कहिले नागरिकता काण्ड भनेको छ, कहिले यो सहकारी ठग्यो भनेको छ, कहिले त्यो सहकारी ठग्यो भनेको छ। यसरी जनतालाई दिग्भ्रमित पार्न पाइँदैन। राज्यले कुनै पनि व्यक्तिलाई प्रतिशोध सान्न पाइँदैन। राज्यका कुनै पनि निकायले कसैलाई पनि प्रतिशोध साधेर दुःख दिन पाइँदैन भन्ने पक्षधरको व्यक्ति हुँ म। मैले बोल्ने क्रममा मैले बोलेका सबै कुराहरू त यहाँहरूले सुन्नुभएको छैन। जुन किसिमले तोडमोड गरेर मिडियामा ल्याउने काम गरियो खैर केही छैन। यदि मैले बोल्दाखेरि रासोपा परिवार र रवि लामिछाने दाजुप्रति कुनै असर पुर्याएको रहेछु भने मलाई माफ गरिदिनुहोला। म सधैँ तपाईहरुको पक्षमा नै छु। मलाई माया ममता सल्लाह सुझाव दिनुहोला। म सधैँ तपाईहरुको पक्षमा नै रहनेछु। नयाँ शक्तिहरुको पक्षमा नै रहिरहनेछु। नयाँ शक्ति एक ठाउँमा हुनुपर्छ भन्ने मूल्य मान्यता राख्दछु र मलाई सामाजिक सञ्जालमा जुन किसिमले कमेन्टहरु मेरा फेसबुकका प्रोफाइलहरुमा, मेरो श्रीमतीको प्रोफाइलहरुमा, मेरा परिवारहरुको प्रोफाइलहरुमा गएर गर्ने कामहरु यहाँहरूले गरिरहनु भएको छ, यसको म कडा भन्दा कडा विरोध गर्न चाहन्छु। हामी लोकतान्त्रिक पद्धति र मूल्य मान्यतालाई स्वीकार गर्दछौं। हामी उन्नत लोकतन्त्रको पक्षमा छौं। उन्नत लोकतन्त्रमा जहिले पनि निष्कलङ्क व्यक्ति आउनुपर्छ उन्नत लोकतन्त्रको नेतृत्व गर्नलाई। म त्यसको पक्षधर हुँ। यदि मैले बोल्दा फेरि पनि म माफी माग्न चाहे, कसैको चित्त दुखाएको रहेछु भने म माफ माग्न चाहन्छु। हस्त धन्यवाद। सबैको जय होस्। नमस्ते। सब्स्क्राइब गर्नुभयो? छैन? गरिदिनु यार।